सबैलाई झोरले नमस्कार। के तपाईँ लुम्बिनी पुग्नु भएको छ? यदि लुम्बिनी पुग्नु भएको छ भने लुम्बिनीको दक्षिणपट्टि रहेको मायादेवी टेम्पल अर्थात् मायादेवी मन्दिर जहाँ बुद्ध जन्मिएको भनेर भनिएको छ त्यहाँ पुग्नु भएको छ। यदि त्यहाँ पुग्नु भएको छ भने मायादेवी टेम्पलको छेउमा रहेको अशोक स्तम्भ जसमा केही कुदिएको छ अर्थात् लेखिएको छ त्यसमा भएको यो लेख देख्नुभयो? त्यो लेख धम्मलिपि पनि भनिन्छ, ब्राह्मी लिपि पनि भनिन्छ मा लेखिएको छ। त्यसमा लेखिएको छ देवान पिएन पिएदसी न लाजी न विसति बसा भिसी तेन अतन अगाच महिते हिद बुध जाते शक्य मुनिति शिला बिगड भिचा काला पित शिला थप भेच उसपा पिते हिद भगवन जाते ती लुम्बिनी गामे उ बलि के कटे अठभागिए छ भनेर लेखिएको छ। यो प्राकृत पाली भाषा हो। यसको अर्थ हो देवताहरूका प्रियदर्शी अशोक राजा राज्यकालको 20औं वर्षमा आफै आउनुभयो। यहाँ शाक्य मुनि बुद्धको जन्म भएकोले बुद्ध जन्म संकेतक शिलामा पूजा गरी यो शिला स्तम्भ स्थापना गर्नुभयो। यहाँ भगवानको जन्म भएकोले गाउँको बलि अर्थात् कर घटाई 8औं भाग मात्र कायम गर्नुभयो भनिएर लेखिएको छ, जसलाई यो लिपिलाई अक्खा लिपिको नाउँमा हाल अहिले मगरहरूले प्रयोग गरिरहेका छन्।